आज बहिनी र म लभिङ मल घुम्न जानु पर्यो भनेर निस्केको, त्यहाँ त कस्तो बब्बाल बब्बाल लाइटहरु पो राखेको रहेछ। आज बिहान उठ्ने बित्तिकै दादा धान फलेको नदेखेपछि त दसैँ आएको जस्तो पनि नलाग्ने रहेछ है। भनेको ल तिमीहरुलाई म धान देखाउन लान्छु भनेर लुबु लिएर जानुभयो है। अनि अब तिमीहरुलाई बल्ल दसैँ आएको जस्तो लाग्यो होला हैन भनेर धान देखाउनु भयो। धान हेरेको त बब्बाल बब्बाल धान फलेको रहेछ, ठ्याक्कै हाम्रो तराईमा जस्तै। त्यसपछि त्यहाँबाट गुटुटुटु कुदेर सिधै तिनकुनेको चिया मन्त्रालयमा गएर चिया खायौं। चिया खाइसकेपछि ए नानी यो दसैँको बेलामा त लङ्गुर बुर्जा खेल्नु पर्यो नि भनेर फेरि हात्ती वनमा लङ्गुर बुर्जा खेल्न गयौं। लङ्गुर बुर्जा खेल्नु पर्यो भनेर 200 रुपैयाँ लिएर यसो खेल्न भनेर छिरेको, भए जति सबै पैसा मैले हारिहाले। अब यो लङ्गुर बुर्जा जति खेले पनि मैले जित्ने बाला छैन दादा, घरतिर जाउँ भनेर घरतिर गएँ हैन। घर गएर दादाले पुरै मासु मोलेर कुकरमा हालेर पकाएर हामीले खाना पनि भ्यायौं। दादा फेरि पक्कु स्पेशलिस्ट हुनुहुँदो रहेछ, यस्तो बबाल पकाउनु भएको थियो। त्यसपछि हामी लाग्यो पिङ खेल्न। यसो दादा पिङ हल्लाइदिनु भनेको त हल्लाएर यदि माथि पुर्याइदिनु भयो कि म त तर्सिएँ। त्यत्रो पिङ खेलेर घर पुग्दा पनि पेट घट्दैन भाउजू, के भएको यो भनेको त मेरो माइतीबाट पठाएको टन्न अचार छ, म हजुरलाई 12 थरीको अचार खुवाउँछु भनेर 14 थरीको अचार भाउजूले खुवाउनु भयो। त्यसपछि बेलुका बहिनी र म लभिङ मलमा यसो हेर्न भनेर निस्केको, त्यहाँ त कति झिलिमिली रहेछ, कस्तो रमाइलो भएको रहेछ लभिङ मल त। लभिङ मलमा यताउति घुमेको घुमाइथ्यौँ है, तलमाथि गरेर हामी त थाकेछौँ। अनि नानी ल त आइसक्रिम खाइदिउँ न त भनेर आइसक्रिम खानातिर गयौँ। हाम्रो चाहिँ यो वर्षको नवमी यस्तै भयो। तपाईहरुको चाहिँ कस्तो भयो कमेन्ट गर्नु होला है। बाई।